आज म बनाउँदैछु चाउमिन। यो बनाउन एकदम सजिलो, खानलाई झन् लास्टै मिठो है। लास्टै म त एक प्लेट खाइसकेँ। सुरुमा चाहिँ तेल हाल्ने प्यानमा, अनि त्यसपछि चिकनलाई एड गर्ने, अनि यसमा नुन, त्यसपछि मरिचको धुलो हालेर यसलाई मजाले मिक्स गरेर एकछिन पकाउने, मस्तले रातो हुने गरी पकाउने। मस्तले पकाउनु पर्यो नि, रातो हुनु पर्यो, यस्तो हुनु पर्यो। अनि त्यसपछि चिकनलाई साइड लगाइदिने, अनि पालो आउँछ यसमा मसिनो काटेको लसुन हाल्ने, अनि त्यसपछि यसलाई मजाले फुर्याएर टक्कसँगले रातो रातो बनाउने, अनि प्याज हाल्ने, प्याजलाई पनि एकछिन मिक्स गरिदिने, अनि त्यसपछि गाजर, बेल पेपर हालेर यसलाई फेरि पनि मजाले मिक्स गर्ने, एकछिन पकाउनु पर्यो है। यसलाई एकछिन पाकिसकेपछि अनि यसमा बन्दा हाल्ने, अनि त्यसपछि नुन, त्यसपछि अजिना, अनि थोरै चिल्ली पाउडर स्वादको लागि, अनि यो हालेर यसलाई फेरि पनि मजाले मिक्स गर्ने। यतिन्जेल चाहिँ लाइक ग्यासलाई चाहिँ एकदम हाई फ्लेममा पकाउनु होला, अनि त्यसपछि चाउमिन एड गर्ने उसिनेको, अनि यसमा डार्क सोया सस हालेर यसलाई मजाले मिक्स गर्ने। अब यति मिक्स गरिसकेपछि यसको मेन पार्ट भनेको चाहिँ चाउमिनको मेन इन्ग्रिडियन्ट भनौँ न, यसमा टक्कसँगले मसिनो काटेको प्याज, अनि त्यसपछि धनियाँ हाल्ने होइन, अनि यसलाई फेरि पनि मजाले मिक्स गरिदिने, अनि यतिको मिक्स भइसकेपछि यो रेडी हुन्छ है त।